नमस्ते सबैजनामा। म चाहिँ आज सन्तानको योजना गरिरहनु भएका दाम्पत्ति र गर्भवती आमाहरूको लागि एउटा सानो र एकदमै महत्त्वपूर्ण जानकारीमूलक भिडियो लिएर आएको छु, जुन चाहिँ फोलिक एसिडको बारेमा रहेको छ। फोलिक एसिड भनेको के हो, फोलिक एसिड कहिलेदेखि र किन खाने त भन्ने विषयवस्तुहरूमा यस भिडियोमा चर्चा गर्नेछौँ। सर्वप्रथम त फोलिक एसिड भनेको के हो त्यो कुरा बुझौँ। फोलिक एसिड भनेको एक किसिमको भिटामिन हो, जसलाई भिटामिन B9 अथवा फोलेट पनि भनिन्छ, जुन चाहिँ एक्टिभ फर्ममा रहेको हुन्छ। त्यस्तै फोलिक एसिड कसले र कहिलेदेखि खानुपर्दछ भन्दाखेरि कुनै पनि दाम्पतिले सन्तानको योजना गर्नुभन्दा 3 महिना अगाडिदेखि नै खानुपर्दछ र गर्भवती भइसकेपछि थप 3 महिना चाहिँ गर्भवती आमाले प्रत्येक दिन 5 mg अथवा डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार फोलिक एसिड खानुपर्ने हुन्छ। फोलिक एसिड किन खाने त? फोलिक एसिड खानाले गर्भमा रहेको बच्चामा हुन सक्ने गम्भीर खालका जन्मदोष अथवा जन्मजात हुने अपाङ्गताहरू जस्तै फाटिएको ओठ, तालु, क्लिप्ड प्यालेट, क्लिप्ड लिप, अर्को भनेको चाहिँ मेरुदण्डको राम्रोसँग विकास नहुनु जस्तै स्पाइनल बिफिडा, अनि अर्को भनेको चाहिँ मस्तिष्कको राम्रोसँग विकास नहुनु, एनेन्सेफाली जस्ता गम्भीर जन्मदोषहरू हुनबाट चाहिँ बचाउँदछ। त्यसैले हरेक गर्भवती आमाले पहिलो 3 महिना अनिवार्य रूपमा फोलिक एसिडको प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै फोलिक एसिड नेचुरली केमा पाइन्छ त? फोलिक एसिड नेचुरली हरियो सागसब्जी, मटर, चना, राजमा र अन्डामा पाइन्छ। हस्त।